देशलाई केही भएको छैन। यो एउटा भौगोलिक नक्सा हो, एउटा जमिनको टुक्रा हो र यो यहाँबाट कहीँ जाँदैन। देश बिग्रियो, देश बर्बाद भयो, सब बिग्रियो, केही छैन, नेता चोर, कर्मचारी चोर भनेको छ, यसलाई गाली गरेको छ, उसलाई गाली गरेको छ। अनि हामी कति राम्रा छौँ, हामी कति गतिला छौँ भनेर कहिले आफूले आफूलाई एनालाइज गरेछौँ हामीले? बिग्रेको भनेको यो भौगोलिक क्षेत्रमा बसोबास गर्ने प्रत्येक जनतालाई व्यवस्थित गर्ने एउटा सिस्टम हुन्छ। बिग्रेको भनेको त्यो सिस्टम हो। त्यो सिस्टममा बसेर अहिले धेरै मान्छेहरूले जुन राज गरिरहेका छन्, बिग्रेको भनेको त्यो हो। बिग्रेको भनेको प्रक्रिया हो, बिग्रेको भनेको विधि हो र त्यो विधिको शासन हो, अन्यथा केही बिग्रेको छैन। अनि बिग्रेको भनेको हाम्रो नियत, हाम्रो कर्म र हाम्रो व्यक्तिगत नितान्त सोच। बिग्रेको भनेको त्यो। यति कुरा हामीले प्रत्येक व्यक्तिले आफूमा सुधार गर्ने हो भनेपछि अरू बाँकी कुरा स्वतः आफै राम्रो हुन्छ, आफै बन्दै जान्छ। अनि यहाँ त के प्रवृत्ति बिग्रियो भनेपछि दिनेले दिइहाल्ने, खानेले खाइदिइहाल्ने, अनि यसो पर गया छ, देश बिग्रियो भनेको छ, बर्बाद भयो भनेको छ, नेता चोर भनेको छ, कर्मचारी चोर भनेको छ। व्हाट द हेल? खासमा चोर चाहिँ को हो त्यो पत्ता लगाउनु पर्यो नि त। इट्स द कम्प्लिकेटेड फर अस। कसरी फाइन्ड आउट गर्ने खास चोर चाहिँ को हो? यदि हिजोको दिनमा हामीले जो व्यक्तिले भोट दिएर त्यहाँ पुगाइरहेछौँ भनेपछि फर्स्ट गलत त हामी जस्तो लागिरहेछ नि त। यदि हामीले भोटिङ गरेर त्यहाँ नपुर्याएको भएपछि त आज प्रक्रिया त ठिक हुन्थ्यो नि त। आज जे भयो भने केही न केही सही त हुन्थ्यो। भोट गरेर हामीले उता पुर्याउने, ल ठिक छ, एकचोटि भोट दिँदाखेरि थाहा हुँदैन को कस्तो छ भने। पाँच चोटि, छ चोटि भोट दिएर उसैले भोट दिएर अझ पुर्याएछ, अझ उसले उहाँ गएपछि, अझ उसले उता सेन्टरमा पुगेपछि तल धारोमा पानी आएको छैन अनि गाली उसलाई गरेछ। हे प्रभु, फर्स्ट अफ अल वी हेभ टु चेन्ज आवर सेल्फ, देन अदर थिङ्स चेन्ज इट सेल्फ। यो कुरा हामीले बुझ्नु जरुरी छ नि त। त्यही भएर हामीले सुधार्नु पर्ने भनेको आफ्नो व्यक्तिगत सोच, विचार, नियत र कर्म। यति कुराले हामीलाई धेरै मात्रामा लगभग सुधार गर्न सक्छ। अनि पछाडिबाट एउटा हातले मानव थाप्ने अनि अगाडिको एउटा हात चोराउँदा उठाएर यो गलत त्यो गलत भन्ने एकदम गलत हो। हाम्रो भनाइ नै गलत छ, अरू त कुरै छोडौँ।